साथीहरू म चाहिँ आइपुगेको छु है यहाँनिर तपाईहरु पनि एन्जॉय गर्नुहोस् यहाँ आएर है एकदम दामी रहेछ यो चाहिँ रहेछ 360 डिग्री साइकल यो चाहिँ रहेछ स्विमिङ पुल बट अन्डर कन्स्ट्रक्सनमा रहेछ है जिप लाइनहरू पनि थुप्रै किसिमकोहरू देखेँ यहाँ चाहिँ मेनली बन्नी चाहिँ सकेको रहेन रहेछ अन्डर कन्स्ट्रक्सन बनाउँदै रहेछ अनि यहाँ यो जाइन्ट विङ त एकदम राम्रो थियो तर एकदम छोटो खेलायो अनि यहाँ चाहिँ अब फोटोहरू खिच्दै गोरिल्ला चाहिँ यहाँको मेन एट्र्याक्सन हामी चाहिँ फर्केको है पुरा थाके पनि नानीहरू पनि पुरा थाक्यो अन्त यहाँ हेर्नु न आयु यतापट्टि सुतिरहेको छ हो अन्त यहाँ दिदी छ यतापट्टि यहाँ पनि रियाहरू पनि सुतिरहेको छ यहाँ मेरो पुङको हेर्नु न पुङको पनि मिलाइरहेको छ म र भाउजू चाहिँ दुईजना चाहिँ सुतेको छुइनँ हो अन्त एकदम राम्रो जग्गा रहेछ यो चाहिँ गजलडुब्बाकै अलिकति पछाडिपट्टि रहेछ पुल स्टेसन छ गजलडुब्बाको जहाँ त्यसको भित्र चाहिँ जानुपर्ने रहेछ साथीहरू सो म चाहिँ अब हाइली रेकमेन्ड गर्छु है नानीहरूलाई चाहिँ लिएर जानुहोस् एकपल्ट बट अहिले चाहिँ अन्डर कन्स्ट्रक्सन रहेछ तर खेल्नेहरू चाहिँ है भाउजू कस्तो लाग्यो खेल्ने राम्रो नानीहरूको लागि पनि राम्रो प्लस ठुलोहरूको लागि पनि राम्रो फोटो खिच्ने चाहिँ रिल बनाउनेहरूलाई झन् राम्रो रिल बनाउनेहरूलाई राम्रो तर के गर्नु अफसोस हो मेरो चाहिँ नेटवर्कै नचलेर रिल्सहरू चाहिँ बनाइन हो यो डिस्कभर गर्ने मान्छेलाई एकताल देखाउँ उसले चाहिँ एकदम हामीलाई लगेकै यस क्रेडिट जान्छ दिदीलाई हो रिकमेन्ड गरेको